जय मसीह सबैजनालाई। आज म फेरि हामी हितो प्रदेश पढ्नेछौँ। हितो प्रदेशको यो 1 को तपाईको 20 देखि पढ्नेछौँ र यसमा लेखेको छ बुद्धि प्राप्त गर्नलाई आग्रह। अनि यसमा लेखेको छ 20 मा लेखेको छ बुद्धि खुल्ला सडकहरूतिर कराउँछ, त्यसले चोकहरूतिर आफ्नो स्वर उचाल्छ, त्यसले शोरगुल भएको गल्ली हुँदो प्रचार गर्छ, त्यसले शहरका मूल ढोकाहरूमा यसो भन्दै घोषणा गर्छ, हे मूर्ख हो, तिमीहरू कहिलेसम्म आफ्नो मूर्खतामा सन्तुष्ट भइरहन्छौ? ढिठ मानिसहरू आफ्नो ढिट्याइमा आनन्द गर्छन् र निर्बुद्धि मानिसहरूले ज्ञानलाई तुच्छ ठान्छ। तिमीहरूले आफ्नो चेतावनीलाई सुनेका छौ मात्र भए म मेरो सल्लाह तिमीहरूलाई दिने थिएँ र मेरो आदेश तिमीहरूलाई सिकाउने थिएँ, तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेको हुनाले और मैले मेरो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले औ मेरा सबै अर्थीलाई तुच्छ ठानेको हुनाले र मेरो चेतावनीको केही वास्ता नगरेको हुनाले, जब त्रास तिनीहरू माथि आँधी बेरी झैं आइपर्नेछ र तिनीहरूको दण्ड तिनीहरूमाथि भुमरी झैं ओर्लनेछ, जब फिक्री र दुःख तिनीहरूमाथि आइपर्नेछ, म पनि तिमीहरूलाई खिसी गर्नेछु र तिमीहरूको विपत्तिको समयमा हाँस्नेछु। तिनीहरूले पुकारा गर्दा म तिनीहरूलाई जवाब दिने छैन, तिनीहरूले खोज्दा मलाई भेट्टाउने छैनौ। तिनीहरूले ज्ञानलाई घृणा गरेको हुनाले र परमेश्वरको भय मान्न नचाहेका हुनाले, तिनीहरूले मेरो सल्लाहलाई ग्रहण नगरेको हुनाले, मेरा सबै चेतावनीलाई इन्कार गरेका हुनाले, तिनीहरूले आफ्नो व्यवहारको फल भोग्नेछन् र आफ्ना युक्तिहरूमा तिनीहरू आफै वाक्क हुनेछन्, किनभने ध्यान नदिएकोले मूर्खहरू दुःखमा पर्छन्, निर्बुद्धिहरू चाहिँ आफ्नै निश्चयताले गर्दा नाश हुन्छन्। तर जसले मेरा वचन सुन्छन् तिनीहरू बेफिक्री रहनेछन्, दुर्दिनमा डरे बिना तिनीहरू ढुक्क रहनेछन्। आमेन।